सानो मन नगर्न भाइ अर्कोचोटि पाउँछ यस एउटा दे त यहाँ आइदैन भाइ कहाँ के भयो अरे 10 11 11वटा खानु मन लाग्यो भाइ हजुर खानु मन लाग्यो हजुर अन्सु भाइलाई हेर न बिचराको दिइहाल्छु नि दाइ केसाङ भाइ चाहिँ के अरे केसाङ भाइ चाहिँ हग्ने गरी कुदेको अरे पाएन अरे नि त आज केसाङ भाइले अनि कहिले चाहिँ पाएको जस्तो भाइ प्राइज कहिले पाएको जस्तो भाइ हेलो गुड मर्निङ सबैजनालाई ल आज पनि सधैँ चाहिँ हाम्रो भाइहरूको विकली टेस्ट सधैँ चाहिँ फ्राइडे टेस्ट हुन्थ्यो भने आज चाहिँ हाम्रो केटाहरूको बिहिबार नै टेस्ट रहेको छ र भोलिको दिन चाहिँ हाम्रो हाइकिङ रहेको छ र हेरौँ केटाहरूले आज के कस्तो गर्छ टेस्ट र लगभग जिसीको चाहिँ अब जिसीको भाइहरूको चाहिँ सेकेन्ड लास्ट हो हाम्रो यो 800 मिटर अब कस्तो गर्छन् केटाहरूले आज अनि भोलि चाहिँ हाम्रो हाइकिङ रहेको छ हाइकिङ चाहिँ कहाँसम्म छ भने हाम्रो ओसोदेखि साँगुरीगढी अनि बेलेटार मन्दिर हुँदै बेलेटार हुँदै नाम्चे हुँदै दानाबारी ब्याक टु अनि हामी धरान हेरौँ भोलि कस्तो रहनेछ अनि यो फेस टूको चाहिँ अगाडि जान किन पछाडि बसेको केटा हो ओइ फेस टू ओइ सपनाहरू अगाडि जान फेस टूको अगाडि नयाँ भएर पछाडि जस अस्तिको ग्रुप जस्तै पर जान अलिक कुद्ने एउटा ग्रुपमा जा ल आजको वेदर पनि यस्तो बवाल छ कि ल यस्तो देख्न सक्नुहुन्छ प्राइज मार्छन् कि मार्दैन केटाहरूले आज सधैँको जस्तो हामीले प्राइस राखेको छौँ पीको भागले 2 मिनट 25 किलोकोलाई चाहिँ अब एउटा बदाम जुस पाउँछ है एक्सट्रिम बदाम जुस राम्रो हुन्छ अनि हाम्रो फेस पीको केटाहरूले चाहिँ 2 मिनट 15 सेकेन्ड बिलोको केटाहरूले अनि हेभिङ चाहिँ आरएलसी चाहिँ केटाहरूले प्रोपरली हाल्नु पक्का राम्रो तरिकाले गऱ्यो भने चाहिँ 2 मिनट 20 सेकेन्ड बिलोकोले फेरि अर्को पाउँछ बदाम जुस है बुझ्दैछ माथि फेर हुनु पऱ्यो मुनि राख्दा पनि आवाज आउनु भएन तिमीहरूको ब्याक पनि स्ट्रेट सिधा हुनु पऱ्यो माथि लास्टमा कर्न गर्दाखेरि हात पनि माथि मजाले प्रोपरली माथि अप भएको ल अहिले चाहिँ हामी सब आइसकेको छौँ ल अब केटाहरूले 800 मिटर के कस्तो गर्छ लेट्स सी ल ल यो चाहिँ हाम्रो फर्स्ट ग्रुप 800 मिटरको लागि ओइ यो जोस ठिक छ छन्नु चाहिँ केटा हो देऊ केटा देऊ गुड ल 800 मिटरको हाम्रो फर्स्ट ग्रुप ल यता हाम्रो सेकेन्ड ग्रुप थर्ड ग्रुप फोर्थ ठिक छ ल के कस्तो गर्छन् त केटाहरूले आज जोसमा छन् केटाहरू 1 4 1 5 1 6 1 7 1 9 1 10 1 11 अलिक जा 2 9 2 10 2 9 बिगारे केटाहरूले अस्तिको अस्ति 10 मा थियो 230 आज बिग्रियो है 26 आम्मा 29 आम्मा केटाहरूले के भएर बिग्रियो ठिक छ नेक्स्ट ग्रुप आइज नेक्स्ट ग्रुप के भयो ल हाम्रो यो सेकेन्ड ग्रुप अलिकति पऱ्यो ल सेकेन्ड ग्रुप हेरौँ कस्तो गर्छन् केटाहरूले
जाने भाइ जाने जाने नछोडे भाइ तिनी भाइ नछोडे नछोडे to 13 good 15 good आइज केटाहरूको आज सबैको टाइम त बिग्रिरहेछ है आइजान्छ म अन्सु के भयो आज त खुट्टा दुख्यो त्यही नै ह्याङ भइसक्यो एकजना अब ल हाम्रो यो थर्ड ग्रुप हेरौँ कस्तो गर्छन् केटाहरूले 15 मा ठिक छ त यो प्याकले त केटीहरू त है अल्छी नगर्न केटा अलिकति उठेर अलिक गर्न केटा के हो बदाम जुस नखाने ओइ निन्द्रामा छ केटा म आयो 1-5 गुड अरे बडा अब बडा भाइ अब बडा अशोक भाइ अलिक बडा खै त निस्क्यो त निस्क्यो आयो केटाहरू आइज भाइ आइज 23 खै यो केटाहरूले सबले बिगारे त आज त ल यो आयो त केटा 27 मा आयो त सुसन भाइ भएन यो चाहिँ मिक्सन भाइ ठिक छ जा भाइ जा बिस्तारै जा पर साइडमा जा केटा साइडमा गाडी आउँदैछ साइडमा जा ल यो चाहिँ हाम्रो फ्री टोलीहरू नयाँ भाइहरू हेरौँ केटाहरू आइज ल केटाहरूले कस्तो गर्छन् जोसमा छन् केटाहरू बदाम जुस खानुको लागि केटाहरू चाहिँ उनीहरूलाई चाहिँ राखिदिएको छ कि 25 अन्डर आयो भने चाहिँ केटाहरूलाई बदाम जुस अस्तिको चोटि त 3-4 जना भाइहरूले खाइरहेको थिए आज हेरौँ कस्तो गर्छन् केटाहरूले लास्ट हो जा केटा जा अलिक जा फ्रुटी खाऊँ भनेको अनि उफ्रिनु अलिक यिनीहरूलाई अघि ग्याङगुडिङ पार्दैछ यो के भएको यिनीहरू ओइली गयो त केटाहरू त सँगै साथी लिएर अब यहाँ खाएन यसले भाइ तँलाई भएर दिँदैन भाइ आइज गुड यतिको राम्रो कुदैछ ठिक छ यति नै हो केटाहरू ठिक छ खायो त केटाहरूले 2-3 जनाले ल यो चाहिँ हाम्रो लास्ट ग्रुप हो हेरौँ केटाहरूले कस्तो गर्छन् त ठिक छ लास्ट चक्कर भाइ लास्ट चक्कर भाइ लास्ट चक्कर जा अलिक जा आइज गुड ठिक छ आइज भाइ आइज
भाइ ओइ तुमसा ए इटुवाङ जाउँ भाइ जाउँ आइजाउँ ए नबस्नु आइज भाइ ल अहिले चाहिँ हाम्रो 800 मिटर सकिसकेको छ र अब चाहिँ हामी सेन्टर गएपछि चाहिँ पुल अफ र हामी आरएलसी कस्तो गर्छन् केटाहरूले रेसी ल केटाहरूको चाहिँ 800 मिटर कुदिसकेपछि यस्तो छ यस्तो छन् केटाहरू ल आइज केटा आइज नगाउने यता यन्सन भाइ खुट्टा नरेश भाइको खुट्टा खुट्टा याद गर्दै भाइ Last mode.
ल अप नेम्बाङ नेम्बाङ यो दुइटै 1 2 3 4 5 6 7 8 9 10 2 4 5 6 7 अन्सु भाइ सपनामा छ 9 17 18 खुटाए खुटाए खुटा खुटा पनि याद गरे 19 नो काउन्ट No count. ल अप रम्तेल भाइ खुट्टा धेरै नलाउने है त्यो खुट्टा अलिक अगाडि चाहिँ लास्टको है रम्तेल भाइ चिन अलिक कटाउँ ल भाइ चिन अलिक कटाउँ है बाहिर होला धेरै नगर त Okay. Prepare your back. Stand by. Go. One. जा भाइ जा 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 गुड
आइज न अलिकति आइज अलिक कुद्न है Twenty-three, 25, 26, 27, 28, 29. ठिक छ ल Come on. दिपेश आज 16 मा ओइ टच न ओ दिपेश ओ ता अलि गुड आइजले अलि आइज रोहित भाइ दुइटै रोहितै Stand by. Go. अलिक जा बेस्ट हाने अलिक कुद Off the behind. Last one back. अरे सम्पान कुद अलिक खाली ना यार 21 good 22 23 23 31 good आज टेस्टको हाम्रो भाइहरूको चाहिँ प्राइस चाहिँ ल यसरी छ बदाम जुस प्लस हाम्रो फ्रुटी अनि केटाहरू यहाँ जाने बेला भयो रेडी छ केटाहरू चाहिँ प्राइस लिनुको लागि हल्का सरले यहाँ ब्रिफिङ गरिराख्नु भएको छ मैले भन्नु गरेको बुझेँ नि हैन ल डु क्विक यु गट अ 1 वीक only हेरौँ कसले पाउँछ केटाहरू प्राइज आज follow the training center instructions. The training center will be holding your document. Will like to hold your document. I'm still emphasizing you again. You gotta want to know. मैले त के हो मैले त यसो गरेको मैले यस्तो भयो
नभए तुरुन्तै खाएर आउँछ। त्यो बाँड्ने क्रममा है हाम्रो राम्रो टोलीहरू चाहिँ प्राइज बाँड्ने मान्छे यता आऊ ल, म बोलाउँछु। वीरेनले दिने हो कि मै दिनुपर्ने हो? हुन्छ आफू यता आएर ल हाम्रो 2 मिनट 15 सेकेन्डको पहिला भनेको थियौँ, त्यो 15 सेकेन्डको केटाहरू चाहिँ सरर आउँछ है, केटाहरू डिक्लेयर गर्ने हो है। हुन्छ हुन्छ संजोग राई बिहेबाट सन्जोग मेम्बर ल यता बस्दै गर भाइ ल अब जिसीदेखि चाहिँ एल्सा कति 15सम्म यता बिएमा एकजना सुरज राई छ सुरज राई भन्न छुटेको लेको त यो चाहिँ हाम्रो 15 अन्डर राजाको चाहिँ अस्ति त केटाहरू धेरै थियो, आज चाहिँ यस्तो छ। जान्न जोगे छन् केटाहरू, 5 जना केटाहरू चाहिँ। रबिन जोङ्गा लक्ष्मी राई ल केटाहरू यो 25 बिलो त दुईजना मात्र आएको को एउटा फर्स्टम्यान हाम्रो को थियो? मौसम तामाङ 25 बिलो दुईजना थियो केटाहरू, 3जना यहाँ आइसक्यो। यहाँ केटा रङ टाइम लेख्दैछ है यहाँ। प्रवीण अर्को ग्रुपमा फेस टुको समाचार ल अब यो चाहिँ हाम्रो रनिङबाट पाउने भाइहरू सिधा बसेका छ। अब चाहिँ मैले रनिङबाट बेस्ट हान्नेहरू आजको भाइहरू चाहिँ हाम्रो माथिको केटाहरूले चाहिँ बदम जुस पाइरहेको छन्। ल भन्ने कुरा राखेको थिएँ। अब फर्स्टमा हाम्रो 27 हान्ने राजेन्द्र मुक्रान्ते, रिजान ठाकुर, रोहित कार्से, आइज जोनसन लेप्पो, आयुष लिम्बू, डेभिड राय, नरेश राय, अरे विशाल राय, सूरज राय, विकास, आज गुड थोड़ा भएन नि त केटाहरू त नि प्राइजै मात्र पाउने। नवीन बराइली, ठिक छ साहिल गुरु, सुमन गुरु, लगभग यति नै भयो होला। यस्तै हो 22 मा छ। अस्ति आँटेको केटाहरू 20 सम्म आँट्ने भाइहरू पनि अहिले आँटिएन भने पछाडि कुरा यो आजको हाम्रो प्राइज पाउने भाइहरू। ल आरएनसीको चाहिँ केटा 20 सम्म बाँड्न सकिन्छ। ल यो चाहिँ प्राइज पाउने टोलीहरू। ल बदम जुस खै भाइ आज बदम जुस 2टा पाउने भाइ, अरू चाहिँ सबै केटाहरू सिङ्गल छ एउटा एउटा। भाइले चाहिँ आज 2टा पाएको छ। ल 2टै कुरामा बेस्ट हानेको हो भाइ। देखा भाइ देखाऊँ भाइ। लु यहाँ सुन त, प्राइजवाला यहीँनिर आउँछ, एउटा फोटो हाल्नु त। ठिक छ। ल ल ल यस्तो देखा न, हल्का देखा केटा, हल्का देखा, केही पनि हुँदैन। प्राइज टोली हो यो चाहिँ। ल आजको यस्तो छ केटाहरू। अनि यता चाहिँ हाम्रो भाइहरू चाहिँ प्राइज नपाउने टोलीहरू यस्तो छ। ल नेक्स्ट टाइम केटाहरूलाई ल प्राइज यत्रो केटाहरू उब्रिरहेछ, प्राइज के गर्नु अब यो। हुन्छ हुन्छ देखा न केटा यतिकै। यो चाहिँ अब लास्ट है, फेरि सम्झिनु अब
ल प्राइजेस टोलीहरू है ल